तपाईँहरूलाई के एउटा कुरा थाहा छ? हिजो म उता दिदीहरूको घरबाट आउँदै थिएँ नि त होइन। अनि आउँदा अनि पछाडिबाट एकजना दिदीले चाहिँ भन्नुभयो, दिदी भन्नु कि आन्टी भन्नु कि जोसुकै भन्नु, यस्तै चिनजान गरेको मान्छे हो तर अलिकति धेर टाढेकै हो, चिनेको जानेको टाढोको मान्छे। अनि त्यसले चाहिँ के सोध्यो भनेपछि, अनि तिमी चाहिँ के जब गर्दैछौ भनेर भन्यो। म अलिक दिन त्यही बाटो हिँडिरहेको थिएँ नि त। अनि हिँड्दा उसलाई चाहिँ लाग्थ्यो होला कि म जबतिरै गएको होला भनेर। हुन चाहिँ म कम्प्युटर क्लासतिर जान्थेँ। अनि म त जब त गर्दिनँ त। अनि कहिले गर्छु, खोइ अहिलेसम्म भेटिएकै छैन भनेर भन्न बित्तिकै उसको एक्सप्रेसन चेन्ज भयो क्या। यहाँसम्म कि हामीले भन्न सक्छौँ कि जब भएको मान्छे राम्रो र जब नभएको मान्छेको कुनै भ्याल्यु नै रहँदैन भने जस्तै उसको एक्सप्रेसनले देखायो क्या। जबमा जान्छु मतलब जाँदा आउँदा उसलाई त्यस्तै फिल भइरहेको थियो, यो त उतै जब गर्न जान्छ, केही ठुलो जब नै गर्छ भनेर जस्तो लागेको थियो होला। अनि जब मैले भने म त केही गर्दिनँ, तब चाहिँ उसको एक्सप्रेसनले सबै देखाइदियो क्या। यहाँसम्म कि यसको बारेमा पक्कै भन्छु अर्को नेक्स्ट भिडियोमा। यो चाहिँ लामो छ, अवश्य पनि वेट गर्नु होला र सब्सक्राइब गर्न नभुल्नु होला।